हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। म त एकदम सन्चै छु अनि तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। आज हामीले ल्याएको थियौँ खसीको मासु अनि यो चाहिँ आज हाम्रो गाउँमा यतै काटेको थियो, त्यही भएर अनि हामीले ल्याएको। यो राम्रोसँग पनि पोलेको थिएन अनि कपालै कपाल थियो अनि त्यही भएर मैले देखाइरहेको थिएँ। यहाँ यस्तै गर्छन् प्रायः जस्तो। मेरो बुढोले छिन्दै हुनुहुन्थ्यो, छोरोले आफै खोसेर आफै गर्ने भनेर यहाँ सताइराखेको थियो। बुढोले चाहिँ मासु छिन्दै हुनुहुन्थ्यो, छोरोले चाहिँ आफै लगेर मासु खाँदैछ। यस्तो कसको छोरा हुनुहुन्छ मासु लभर? मेरो छोरा त मासु लभर। मासु भनेपछि हुरुक्कै हुन्छ। अनि म चाहिँ यता लसुन छिल्नतिर लागेँ। मैले मसलाको लागि लसुन छिलेँ। त्यसपछि हामी लाग्यौँ। प्याजको तयारी पनि गरिसकेको थिएँ मैले, प्याज पनि काटेँ। त्यसपछि बुढोले पनि उतातिर सघाउँदै हुनुहुन्थ्यो मलाई। अनि त्यसपछि मसला रेडी गरिसकेपछि मैले मसला पनि पिनिसकेँ। त्यसपछि हाम्रो यो चाहिँ हो खसीको मासु। अनि हामीले प्याज टमाटर सब काटेर रेडी बनाइसकेको थिएँ। यो धनियाँ अनि त्यसपछि यो चाहिँ मसला, यो अदुवा र लसुनको पेस्ट बनाएको थिएँ। अनि मैले चाहिँ मसला उसमा मिक्सरमा नपिसेर आज उसमा सिलौटोमा पिसेको थिएँ। अनि बुढोले चाहिँ उता कचुवाल बनाउँदै हुनुहुन्थ्यो। यसमा धनियाँ अनि अलिकति मसला नुन हालेर त्यसपछि तोरीको तेल हालेर राम्रोसँग मिक्स गर्नुभयो। आज कपाल काटेर कसले ह्यान्डसम हुनुभएको छ भने रहेछ अनि मक्क हुनुभएको थियो। मलाई कस्तो देखिया छ भन्दै हाँस्दै हुनुहुन्थ्यो। मैले भने कि अनि राम्रो देखिया छ भन्दै मक्क हुनुभएको थियो आज। अनि त्यसपछि हामीले चाहिँ ट्राई गऱ्यौँ कस्तो भएको छ भनेर। बुढोले खानुभयो पहिला अनि त्यसपछि मैले खाएँ। एकदम मिठो भएको थियो साथीहरू। तपाईँहरूले कहिले खानुभएको छ कि छैन? एकचोटि ट्राई गर्नु होला यसरी। अनि एकदम राम्रो हुन्छ, मिठो हुन्छ। तपाईँहरू पनि एकचोटि खाएर ट्राई गर्नु होला। त्यसपछि हामीले मासु बनाउनुको लागि तेल हालेर पनि रेडी गरिसकेका थियौँ। तेल र जिरा फुराइसकेका थियौँ। त्यसपछि हाल्यौँ प्याजलाई अलिकति भुटिदियौँ र त्यसपछि हामीले हाल्यौँ मासु हालिसकेपछि अलिकति चलाएर त्यस्तै छोडिदियौँ। अनि म लागेँ मसला रेडी गर्नतिर। मैले मसलाहरू पनि पिनेर रेडी गरेँ। त्यसपछि आज हामीले मिक्सरमा नपिस्ने भनेर उसमा सिलौटोमा पिसेका थियौँ। त्यसपछि मासु चाहिँ यत्तिको रातो हुने गरी भुटिदिनुपर्छ है त साथीहरू। अनि हामीले यत्तिको हुँदासम्म भुट्यौँ। त्यसपछि चाहिँ हामीले एड गऱ्यौँ मसला, किनकि टमाटर हालेपछि यो चाहिँ हामी यति धेरै थियो, 1 किलो पुरै थियो अनि यति खान सक्दैनौँ भनेर मसला हालेर अलि भुटिदिएर अलि निकाल्यौँ भुटेर मात्र। त्यसपछि किनकि यो भोलि खानलाई खराब हुन्छ, मसला टमाटर हालेपछि मसला हालेर मात्र भुट्यौँ। त्यसपछि हामीले अलिकति निकाल्यौँ र थोरै अनि त्यसपछि टमाटर हालेर फेरि झोल भात खानको लागि हामीले झोल रेडी तयार गऱ्यौँ साथीहरू। किनकि दाल बनाएको थिएनौँ, आज यसको झोल खानुपर्छ भनेर दाल नबनाएर यसैको झोल बनाएर खाएँ। बाई बाई साथीहरू, आजलाई यति नै। अनि भेटौँला अर्को भिडियोमा। बाई बाई।